नमस्ते हजुरहरू सबैलाई। अनि हामी चाहिँ हिँडेको मार्केट अनि हाम्रो चाहिँ गाडी पनि आइसकेको छ टक्क लाएर। हामी 3 भाइ धेरै सामान लिनु छ। हामी 3 भाइ चाहिँ सट्ट जाने गाडी पनि आइसकेको छ। ल कसो अरे फेरि भन त। ल गाडी आइसकेको छ। हामी जान्छौँ। यहाँ फेरि अर्को गाडी यता जाँदैछ। केटाहरू पर पुगिसक्यो। अब मेरो पालो, म पनि जान्छु। अब हामी हिँड्दै 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 जान्छौँ है। गर्मी छ धेरै धेरै एकदम, लगभग के ढाक्नु होला र 45 डिग्री होला घाम। अहिलेको तापक्रम नाप्ने हो भनेदेखि है। ल अब जाँदै अनि हामी चाहिँ लगभग 10 मिनटको बाटो हिँडिसक्यौँ एकदमै तातो घाममा। यता हेर न हौ केटा हो, आलु टल्काएर आशिष को चाहिँ क्याप लगाइरहेको छ। उसलाई मस्त भइरहेछ। जे शीतल अलिकति भागमा आइपुग्यौँ हामी। तर अब हामी लगभग 5 मिनट हिँड्दाखेरि पुग्छौँ। जान पर्ने त पर हो नि है, देख्दैन ठाउँ पनि। अब हामी बस्छौँ शीतलमा एकछिन कुनै पर गएर, किनकि एकदमै धेरै गर्मी छ। अनि अब हामी चाहिँ यहाँबाट पारि जानुपर्ने हुन्छ। यहाँ जेब्रा क्रसिङ पनि छैन, गाडी आएको। यो गाडी यता ट्राफिक सिग्नल जाम भएपछि हामी जान्छौँ ऊ त्यो पारि 2 रुपियाँ मार्केट भन्छ। यहाँ चाहिँ तपाईँको हरेक सामानको 2 रुपियाँ 49 पैसामा पाउँछ। 2 रुपियाँ 49 पैसा है यो पारि हो। हामी जान्छौँ। ल जाउँ 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 दाजु छिटो कुदैन है। ल अब यहाँ हामी त्यति तरिसक्यो। उताबाट आएको गाडी के बोक्ने अरे। ल हामी म्याङ्गो छोडेर एप्पलतिर लाग्यो। ल अनि हामीले चाहिँ यति धेरै सपिङ गऱ्यौँ, यत्रो धेरै छ सपिङ चाहिँ। लगभग तपाईँको नेपालको 5000 जतिको छ। अनि म चाहिँ नजाने भए सब्जी मार्केट चाहिँ उनीहरू 2 जना जान्छ। यो हाल्दो सामान मेरो लागि चाहिँ आइसक्यो गाडी। उनीहरू 2 जना चाहिँ मार्केट जान्छ। ठ्याक्क पानी पनि पऱ्यो, लुगासुगा धोएर राखेको थिएँ। ल म चाहिँ लाग्यो है केटा हो। सो म चाहिँ रुम आइपुगेँ है फाइनली। टक्कसँगले देख्न सक्नुहुन्छ। अब जान्छु म यसलाई चट्टसँगले सजाउँछु रुम। जुत्ता फुकाल्नु छ टक्कसँगले। ल आजभन्दा यतिमै बाई बाई हजुर सबैलाई। थ्याङ्क यू भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाई बाई, लभ यु अल।